गाइस हामी चाहिँ ज्याम्लिङ झोला चिसो पानीमा एकदम जाडो भइसक्यो है एकदम बवाल झर्ना छ यो हामी चाहिँ गाइस हिँड्दा हालत खराब भइसक्यो पुरै गर्मी भयो यस्तो घाम लागिरहेको यहाँ चाहिँ कहाँ ओइ छिराइज यहाँ चाहिँ एकजना चाहिँ बढी She don't like. ल गाइस हाम्रो यात्रा अब सुरु हुन्छ यहाँबाट शक्तिखोर बजार यहाँ त त्यति भिडभाड हिँड्छ त यहाँ दसैँको माहौल दसैँको माहौल सिद्धि बजार भन्ने ठाउँमा आइसकेको छ यहाँको वातावरण यस्तो बवाल छ कि होइन हावा पानी यस्तो खतरनाक छ कि खास मनपर्छ यहाँ हामी चाहिँ अहिले सिद्धि भन्ने ठाउँसँग आइसकेको छौँ गाइस हामी चाहिँ अहिले सबैजना यहाँ स्कुटर उतानिर पार्किङ गरेर त्यहाँ घरमा पार्किङ गरेर अहिले चाहिँ हामी यहाँ अब माथि लगभग 1 घन्टा जति हिँडेर जानुपर्छ त्यहाँसम्म जाँदैछौँ अहिले चाहिँ अनि हामी अहिले हिँड्ने बाटोमा चाहिँ हेर्नु नि यहाँ पुरै त्यसरी सब पानी के पुरै यस्तो पानीको बाटो हिँड्नु पऱ्यो है तिनीहरू उहाँनिर छ म यहाँ भिडियो बनाउँदै हिँडिरहेको छु गाइस अनि अहिले चाहिँ यस्तो पानीमा हिँड्नु परिरहेको छ कि पुरै बाटो हो कि यो खोला थाहा नै भएको छैन अब माथि कत्रो पानी छ भन्ने कुरा थाहा छैन हामी सबैजना चाहिँ अहिले एकजना जब गर्ने कोही घरतिरै त्यस्तै अब बिजी मान्छे होइन अनि खासै टाइम पाउँदैन नि त बाहिर निक्लिनलाई सबैजना आफ्नो काममा हुन्छ कोही काम गर्छ कोही गर्दैन अब भन्ने बित्तिकै पैसा पनि हुँदैन बाहिर निक्लिनलाई त्यही नै हो अनि आज चाहिँ अब पर्सि दसैँ छ अहिले चाहिँ यसो टाइम मिलाएर सबैजना त्यहाँ रमाइलो गर्ने अब साथीहरू सबै बस्ने भनेर सबैजना हामी चाहिँ अहिले अनि गर्मी पनि अत्याधिक छ कि अनि त्यो कारणले नुहाउन जाँदैछौँ गाइस अहिले चाहिँ अनि बाटो चाहिँ यस्तो भयो कि पुरै हेर्नु न वहाँ ज्याम्लिङ खोला पुग्न कति बेर लाग्छ ज्याम्लिङ खोला भने वहाँ माथिको डाँडा हामी बिसाएर हामी हिँड्न सक्दैन है धेरै त्यही भएर बिसाएर हिँड्दा टाइम लाग्छ होला अनि यो त के खोला कि बाटो हो यस्तो यो ए अहिले त्यही भएर बाटोबाटै यो त खुट्टै काटिदिएछ ल बाजे ल कुलो बनाउन नसकेको कारणले यस्तो छ हालत यहाँ हेर्नु देख्न सक्नुहुन्छ है तपाईँहरू पुरै यहाँ धानबारी रहेछ यस्तो हामी चाहिँ गाइस हिँड्दा हालत खराब भइसक्यो पुरै गर्मी भयो यस्तो घाम लागिरहेको देख्न सक्नुहुन्छ तर यहाँनिर ठाउँ चाहिँ एकदम बवाल छ यस्तो मजाको घाम लागिरहेछ अनि के कराइरहेछ यहाँ तिनीहरू चाहिँ उहाँ छ पुरै अता सिस्नु बिजु त यहीँ रहेछ सिस्नु त हामी चाहिँ अहिले पुरै यहाँ घामबाट गर्मीले बसिरहेको छु म चाहिँ तिनीहरू चाहिँ फोटोसुट हानिरहेको ठाउँ एकदम राम्रो छ त्यही माथि यस्तो बादल पनि दामी लागिरहेछ कि हेर्नु न त सिस्नुले भिजेर यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै पहिरो गएर चाहिँ अस्तिको उसले म चाहिँ यहाँ आइसकेको छु खै तिनीहरू चाहिँ कहाँ छिराइज फोटो पनि कति हाने केटी जस्तो फोटो हानेको गरेर तिनीहरू चाहिँ अनि यहाँनिर त पहिरो गएर चाहिँ पुरै अस्ति मुगलिनमा गयो भन्दा पनि ठुलो गएको क्या यहाँ त यस्तो ठुलो पहाड छ गाइस देख्न सक्नुहुन्छ यहाँ हाम्रो नेपाललाई चाहिँ यस्तै झर्ना हो यस्तै चिजले एकदम फेमस बनाएको एकदम बवाल झर्ना छ यो चाहिँ अनि हामी चाहिँ अहिले जाँदैछौँ अझै टाइम लाग्छ अझै आधी घन्टा जति अनि यहाँ त्यही बाटोमा जाँदै गरेको क्रममा चाहिँ यस्तो दामी झरना देख्न पाइयो अझै यस्तै झरनाहरू छ जस्तो लाग्छ मलाई यही एउटा झरना हो अब माथिको डाइरेक्ट सबभन्दा ठुलो झरना हेर्न जानुपर्छ
त्यहाँ चाहिँ अलि चारैतिरबाट पानी बगिरहेछ होइन। अनि अहिले चाहिँ यस्तो खोला तरेको गर्दै जानुपर्छ उहाँनिर यस्तो गुफा। हाम्रो नेपाल चाहिँ एकदम लोकप्रिय भएको कारण चाहिँ यस्तै हरियो वन जङ्गलहरू अनि जीवजन्तुहरू अनि यस्तो हिमाल पहाड तराई एकदम राम्रो हावापानीहरू राम्रो भएको कारणले चाहिँ नेपालमा पर्यटकहरू आउने गर्छन्। अनि यस्तो देख्न सक्नुहुन्छ यहाँ यस्तै रमणीय ठाउँहरू। अझ यस्तोमा लाइक बाइकहरू लाइक डट बाइकहरू यस्तो चल्ने बाइकहरू लिएर आयो भने साथीभाइसँग एकदम रमाइलो हुने गर्छ। तर हाम्रो यहाँ स्कुटी चाहिँ आउन अलि मुस्किल पर्छ। पहिला त धकाल्दै ल्यायो अनि अहिले चाहिँ हामी हिँड्दै आउँदैछौँ किनकि यहाँको एकदम ठाउँ एकदम मनपर्छ। यही लाइक नुहाउनलाई एकदम राम्रो छ अनि सँगै साथीभाइहरूसँग आउन एकदम रमाइलो हुन्छ। अनि तिनीहरू त बिस्तारै हिँड्न नसकेर बिस्तारै हिँड्दै आउँदैछ। अनि म चाहिँ यहाँ अगाडि भिडियो बनाउँदै हिँडिरहेको छु। अनि यस्तो बवाल छ यो ठाउँ। पानी एकदम चिसो न चिसो छ कि एकदम चिसो पानी छ है। ल फाइनल्ली गाइज अब हामी चाहिँ यहाँ आइसकेको छ। अब यहाँबाट थोरै माथि 5 मिनटको बाटो छ। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ एकदम पातलो घर छ कि यहाँ धानबारी रोपिरहेको छ। त्यत्रो डाँडा पारीबाट हामी आएको छौँ। यिनीहरू चाहिँ बल्ल आउँदैछ। हामी चाहिँ अब जस्ट 5 मिनट बाटोमा आइसकेको छौँ। एकदम थकिलाइसकेको छ। घामले पनि एकदम पोलिसकेको छ हामीलाई। पुरै हेर्नु पुरै गन्जी भिजेर यस्तो छ हालत यस्तो भइसक्यो गर्मीले पुरै। अब त्यहाँ गएर जहाँ आमफालमा कस्तो मजा आउँछ। त्यहाँ घर रहेछ यहाँ। हामी चाहिँ अहिले सबैजना यहीँ छ अनि म चाहिँ यहीँ छु होइन। के भन्छ अरे हामी चाहिँ अहिले आइसकेको छ ज्याम्लिङ झरनामा। एकदम गर्मी भएर पुरै डढेर पुरै घाँटी अनुहार डढेर पुरै कालै भइसक्यो। घाम यस्तो लाग्छ नि त त्यो कारणले आइसकेको छ। यही हो ज्याम्लिङ खोला चाहिँ। अनि हामी चाहिँ अहिले नुहाउनलाई तल जाँदैछौँ किनकि त्यहाँ चाहिँ एकदम अलिक गहिरो छ नुहाउने ठाउँ। त्यही भएर त्यो कारणले हामी चाहिँ तल जान्छौँ नुहाउनलाई गाइज। चिप्ले त्यही चाहिँ सबैजना। कत्रो ठुलो पानी यहाँ चिसो न चिसो पानी एकदम बवाल छ नुहाउनलाई। यहाँ झाडी हिँडिरहेको जङ्गलको बाटो अस्ति के भयो नुहाउने ठाउँ त यही हो तर बाटो रहेनछ। त्यो कारणले हामी चाहिँ माथि नै नुहाउन जान्छौँ। जब माथि नै गर्मीले एकदम राफेको विवेश पौडेल यहाँ आम्फालमा जाँदै हुनुहुन्छ। ल आम्फाल फर्स्टमै यही आम्फाल्ने कस्तो छ पानी। अनि एउटा त्यहाँ भिडियो बनाउँदैछ। तिमी जाने होइन ल अब चाहिँ म जान्छु गाइज। कस्तो छ पानी गाई फर्नलाई रेडी हुँदै ल चिसो पानी दोस्त पानी कति चिसो गाइज हामी चाहिँ ज्याम्लिङ झोला चिसो पानीमा एकदम जाडो भइसक्यो है। यति आउँछ। यहाँ झर्ना देख्न सक्नुहुन्छ हाम्रो माथि एकदम बवाल झर्ना छ। डुबाउन रहेछ यहाँ डुबाउन झर्ना झन्डै फोन गयो तर एकदम बवाल छ झर्ना चाहिँ देख्न सक्नुहुन्छ गाइस। लास्ट मजा आउँछ एकदम। पानी एकदम चिसो छ। तपाईँहरू पनि आउनु होला नुहाउनलाई होइन त बेस।
वाह एकदम मजाको पानी छ यहाँ दुईटा सुटरहरू यहाँ रेडीमा छन् एकदम दुईटा सुटर सुनिल भला नि त ल एकदम रेडीमा छ सुटर चाहिँ पानी एकदम मस्त छ अनि यहाँ मौसम पनि एकदम खतरनाक छ यस्तो दामी पानी तल्लो बगिरह माथि घाम लागिरह अनि नुहाउनलाई एकदम मजा आइरह लाम्बा लाम्बा ल पौडी खेल्न एकदम मजा आयो यहाँ धेरै पछि आयो होइन त नाची मर्दै क्या ल गाइस हामी चाहिँ अब पौडी खेलेको भयो होइन अब पौडी खेलेर भ्याइसके सबैजना यिनीहरू चाहिँ यहाँ लुगा लाउँदैछ म चाहिँ लुगा लाएर एकदम फिट एन्ड फाइन भइसकेको छु ओ छिटो लुगा ला जाऊ त्यहाँ लुगा लाउँदैछ अनि यहाँको पानी चाहिँ एकदम चिसो भएर धेरै खेल्न सकेन कि त्यसको त त्यसको यो नाङ्गे हुनेको त पुरै आँखा पुरै रातो न रातो भएको छ अब मेरो त हुन्न त्यस्तो खासै यहाँ चाहिँ एकजना चाहिँ भरि कपडा चेन्ज आज चाहिँ एकदम रमाइलो भयो अनि यस्तो डाँडा काँडामा आइदिनु सक्नुहुन्छ टक्क यस्तो डाँडा काँडा छ होइन आनन्द तिनीहरू सबै त्यहाँबाट आउँदैछ यताबाट घाम लागिरहेछ टक्क यस्तो मजाको हावा चलिरहेछ अनि भर्खरै यस्तो घाममा हिँडेर आएर नुहाएर एकदम आनन्द सर्रा हावा चलिरहेछ यहाँ चाहिँ देख्नु सक्नुहुन्छ पातहरू मजाले हल्लिरहेछ यस्तो मजाको हावा छ आनन्द आइरहेछ अहिले चाहिँ अनि यहाँ आएर एकदम रमाइलो पनि भयो अनि आनन्द सुकुन पनि मिलेको ल कस्तो लाग्यो गाइज आज ज्यामलिङ गएर एकदम बवाल एकदम एकदम राम्रो मजा आयो जाडो भयो चाउरी पऱ्यो पौडी खेलियो यसमा पनि सागर मात्रै पछि टल्कियो एकदम रमाइलो भयो साथीहरूसँग होइन अनि पानी एकदम चिसो भयो नि त गर्मीले एकदम तातिएको शरीर थियो गएर झ्याममा फाल्दा एकदम मजा कुल भयो आनन्द आयो नुहाउनलाई आज चाहिँ अनि रमाइलो भयो त्यही नै हो गाइज अनि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने यहाँ शक्तिखोरबाट भित्र अलि भित्रै पर्छ एकदम अलि टाढै छ लगभग हिँडेर 1-1.5 घन्टा लाग्छ आउन सक्नुहुन्छ हजुर पनि नुहाउनलाई आज चाहिँ यति नै गाइज मेरो भिडियो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु नभुलिदिनु होला आजको भिडियो यति नै बाई गाइज